नमस्ते सबैजनालाई। धेरै धेरै माया नेपाल प्रहरी सम्पूर्ण टिमहरूलाई, मेरा साथी इष्टमित्र सबैजनालाई धेरै धेरै धन्यवाद साथ सपोर्ट र सहयोगको लागि। म चाहिँ के भन्न चाहन्छु भने जति मान्छेहरूले पुलिस भयो हरेक भनौँ न त सरकारी जागिरखानाले धेरै नराम्रो नेगेटिभ सोच लिन्छन् क्या। तर विचारहरू मलाई पनि पहिला त्यस्तै लाग्थ्यो क्या। यिनीहरू त हिँड्ने हो, खाने हो, पैसा आइहाल्छ भन्ने त्यस्तो सोच हुन्थ्यो। जब आफूले यो वर्दी लायो अनि त्यसपछि आफूले आफ्नो जिम्मेवारी आफ्नो ठाउँमा आइसकेपछि थाहा भयो क्या कसरी के हुन्छ भन्ने कुराहरू। त्यही भएर हाम्रो चाहिँ सम्पूर्ण ट्रेनिङदेखि अन्तिम निर्वाचन गराउनेसम्म पनि धेरै राम्रो गुरुबा र गुरुआमाहरू हुनुहुन्थ्यो। उहाँहरूले धेरै साथ सपोर्ट अनि धेरै ख्यालहरू राख्नुहुन्थ्यो। खायो खाएन, कति बेला खाने, यति बेला खाने भन्ने टाइपको धेरै ख्यालहरू गर्नु पनि हुन्थ्यो धेरै जसो। र मसँग परेको गुरुआमा गुरुबाहरूले चाहिँ धेरै राम्रो हुनुहुन्थ्यो। अरूको चाहिँ अलिक भन्न मिल्दैन है, थाहा भएन। अनि आजभन्दा भोलि भन्दा भन्दै हामी ट्रेनिङ गर्दा गर्दै 10 दिनको ट्रेनिङमा आजभन्दा भोलि भन्दा धेरै सजिलो र सहज तरिकाले गुरुबाहरूले सिकाउनु भयो अनि धेरै कुराहरू पनि सिकाउनु भयो। यो कानुन सम्बन्धित धेरै कुराहरू सिकाउनु भयो। अनि निर्वाचन कसरी सफलता बनाउने, निर्वाचनमा कस्तो व्यक्तिसँग कस्तो व्यवहार गर्ने भन्ने कुराहरू धेरै सिकाउनु भयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि हिजोभन्दा आजभन्दा हामी 10 दिनको ट्रायल सक्यो, ट्रेनिङ सकियो। त्यसपछि हाम्रो युनिफर्म आउनु बाँकी थियो। युनिफर्म नआइन्जेलसम्म हामी कार्यालयमा जाने, हाजिर गर्ने, आउने त्यस्तो गराउनु भयो। धेरै राम्रो हुनुहुन्थ्यो। अनि हाम्रो ड्रेस आइसकेपछि हामीलाई ड्रेस आएको 2-3 दिनपछि हामीलाई चाहिँ ड्युटी खटाउनु भयो। त्यहाँबाट अब उता माथि कार्यालयबाट कहाँ ड्युटी खटाएको छ त्यहाँको नोटिस आयो। त्यसपछि हामी जहाँ ड्युटी थियो त्यहाँ हामी आफ्नो ड्युटीको लागि हिँड्यौँ। अनि त्यहाँबाट अर्को ठाउँ जाने बेला पनि त्यहाँको पनि गुरुबाहरू गुरुआमाहरू धेरै राम्रो हुनुहुन्थ्यो। झनै धेरै ख्याल गर्ने टाइपको धेरै हुनुहुन्थ्यो। अनि हामी त्यहाँ ड्युटी गर्दा गर्दै धेरै राम्रो खुसी र रमाइलोको टाइपले हामीले त्यहाँ ड्युटीहरू गरे र ड्युटी गर्दा गर्दै हाम्रो निर्वाचनको दिन पनि आयो। निर्वाचनको दिनमा पनि हामी त्यहाँबाट पनि फेरि अर्को ठाउँमा बुथमा खट्यो। बुथमा खट्ने बित्तिकै चाहिँ हाम्रो के भयो भन्दाखेरि अलिकति धेरै जिम्मेवारी बढ्यो। अनि त्यहाँ पनि गयो। अनि त्यहाँ खाने सुत्ने सबै अलि राम्रै थियो। हाम्रो चाहिँ राम्रै थियो। अनि गुरुबाहरू पनि राम्रै हुनुहुन्थ्यो, गुरुआमाहरू पनि राम्रै हुनुहुन्थ्यो। अनि साथीहरू पनि त्यस्तै मिल्ने साथीहरू भयो। जे होस् रमाइलो नै भयो। अनि हाम्रो निर्वाचन पनि गरियो। सफलता र शान्तिपूर्वक निर्वाचन पनि सफलता भयो। र हामी त्यहाँबाट निर्वाचन सकाएपछि हामी फेरि फर्क्यौँ। त्यहाँबाट फेरि फर्केर हामी जुन ट्रेनिङ गर्यो त्यो ठाउँमा आयो। अनि ट्रेनिङ गर्ने ठाउँबाट हामीले हाम्रो आफ्नो कोठा भनौँ न घरको नजिकको कार्यालय कहाँ पर्छ त्यहाँ रिफर गर्नुभयो। रिफर गर्नु भइसकेपछि हामी चाहिँ त्यही नजिकको कार्यालयमा ड्युटी गर्न पुग्यो। र ड्युटी गर्दा गर्दै हाम्रो 40 दिन पनि पुग्यो। आजको दिनमा चाहिँ 40 दिन पनि पुग्यो। सबै गुरुबाहरूलाई धेरै धेरै धन्यवाद साथ सपोर्टको लागि। अनि आज 40 दिन पनि पुग्यो र हाम्रो अन्तिम दिन पनि आज थियो। र आज हामी त्यो जिम्मेवारीबाट अलिकति भयो के अरे वर्दी आजसम्मको लागि थियो। र हामीले आज राष्ट्रिय दिनमा चाहिँ के थियो भनेदेखि हामीले प्रमाणपत्र सहित हामीले यसरी पाएको छु। यो चाहिँ अलि उल्टो देखिन्छ किनकि क्यामेरा अगाडि गरेको छ, त्यही भएर धेरै खुसी छु। किनकि थोरै समयको लागि भए पनि देशको सेवा गर्न पाउनु, जनताहरूलाई सेवाहरू दिन पाउनु र यस्तै धेरै कुराहरूमा अलिकति भयो के भनौँ अलिकति राम्रो र धेरै कुराहरू बुझ्न पाएँ। धेरै धन्यवाद सबैजनालाई।